हामी त हाम्रो आफ्नै आन्तरिक बोझले थिचिएको पार्टीहरू हो नि त, कांग्रेस एमाले माओवादी अलिअलि। कस्तो भन्दा हाम्रा पत्रकार छन्, हाम्रा शिक्षक छन्, हाम्रा विद्यार्थी छन्, हाम्रा तरुण छन्, यस्ता सस्तै संस्था छन् नि हाम्रो। यति गहिरो छ हामीले पेट्रोनेसको संस्कार हुर्काएको छौँ। यी सबै चिजलाई त्यो बन्धनबाट मुक्त गर्ने काम चाहिँ राष्ट्रपाले गर्यो भने अहिलेको पहिलो उपलब्धि नेपाली जनताले दिएको उहाँलाई मतको त्यही नै हुन्छ जस्तो लाग्छ। यो कुरा मैले आज आएर भने होइन, पत्रकार महासङ्घको कार्यक्रममा पनि पार्टीको वफादार पत्रकार हुँदासम्म पत्रकार हुनुहुन्न तपाईहरू। हामीले हुँदा प्रेस युनियन बनायौँ, प्रेस युनियनले हुँदा शुभेच्छु संस्था थियो, शुभेच्छु संस्थाबाट मत हाल्ने, शुभेच्छा पनि कसलाई व्यक्त गर्ने कसलाई व्यक्त नगर्ने भनेर महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था गर्यौँ। नाम नभनिकन पार्टीको चुनावमा भोट हाल्ने शिक्षक सङ्गठनलाई जोगाउनु पर्ने मन्त्रीको बाध्यता पनि देख्यौँ। हाम्रो पार्टी होइन, अर्को पार्टी, उस्तै त चरित्र छ। कहीँ न कहीँ त्यो चिजमा ब्रेक लाग्नुपर्छ। त्यो ब्रेक लाउनुहुन्छ लाउनु न थाहा छैन। विपुलजीले लेखेका लेखहरू पढ्दै जाँदाखेरि कहीँ न कहीँ त्यो ब्रेक चाहिँ चाहिएको छ जस्तो लाग्छ। त्यति मात्रै उहाँले गर्नु भने हामीलाई पनि त्यो ठाउँबाट मुक्त हुन, हामीले गर्नै नसक्ने एकदम यो आफ्नै बोझले थिचेका कांग्रेस एमालेहरूले गर्न नसक्ने काम चाहिँ सुरु हुन्छ र त्यो देशलाई फाइदा हुन्छ।